पछाडि के देख्नुभयो ब्याकग्राउन्डमा नेपाल प्रहरी 5-6 जना छन् हैन र। अहिले नेपाल प्रहरी भनौँ वा रासोवा प्रहरी भनौँ, जनताहरूको नङ्ग्रा मासुको सम्बन्ध छ। नपाउनेले केरा पा बोक्रै सिधा खा। एकजना सोझा साधा जनताहरूमाथि नेपाल प्रहरी उडी हानेछ कि हेर्नु त। त्यहाँ धेरै हुन्थ्यो भने त उड्न सक्थ्यो, आकाशका चरा धार्न सक्छ अहिले नेपाल प्रहरीले। तर जनतासँग नङ्ग्रा मासुको सम्बन्ध भनेर क्लास लिन्छ नेपाल प्रहरीले हैन र। त्यही हो, दुःख परेर नेपाल प्रहरीसँग केही गुहार्न पर्यो भने नेपाल प्रहरी उल्टै अपारेर पठाउँछन्। तर अहिले जनताहरू नेपाल प्रहरीसँग जानु बेकार छ कि। ल हेर्नु त के हो यो, जनताले गर्ने काम यही हो। नेपाल प्रहरीलाई गर्नुपर्ने के काम हो? नेपाल प्रहरी एकजना सोझो साझा केही कुरा राख्न आयो होला, केही कुरा लफडा गर्न आयो होला, केही कुरा सुझाव सल्लाह दिनपर्छ जनताहरूलाई। नेपाल प्रहरीले सल्लाह नदिइकन अहिले उडे हानेछ कि देख्नुभयो हैन र। जनताहरूसँग गर्नुपर्नेको नेपाल प्रहरीको व्यवहार अहिले केही छैन कि। 2047-48 सालको नेपाल प्रहरीको अनुसन्धान यति राम्रो थियो, दायित्व थियो। अहिले नेपाल प्रहरी अब अहिले रासोपा सरकार वा मन्त्रीहरूको गाडले गर्दा पनि हो। अहिले नेपाल प्रहरी मन्त्रीको पछि लाग्दा बिग्रेको के। ल हेर्नु त नेपाल प्रहरीको अनुसन्धान कति राम्रो थियो पहिलाको। ल हेर्नु त 36, 37, 47, 48 को हेर्नु त। नेपाल प्रहरी 2 जना नेपाल प्रहरी गएर अनुसन्धान गरेर आउँथे कि। अहिलेका नेपाल प्रहरी हेर्नुहोस्, अहिलेको नेपाल प्रहरीको अनुसन्धान भनेको मन्त्रीले यो गर त्यो गर, यो छोड्दे, यसलाई यसको गल्ती भएन, यसलाई गल्तीलाई धपा, यसलाई लुका भनेर अहिले नेपाल प्रहरीलाई आदेश दिइदिन्छ। नेपाल प्रहरी उही गर्छ। नेपाल प्रहरीको अनुसन्धान छैन अहिले। अनुसन्धान विभागका कार्यालय पनि केही पनि गर्न सक्दैन कि, अदालत पनि केही गर्न सक्दैन कि। उही हो, अहिले माथिबाट जे झर्छ आदेश त्यही गर्ने हो। अहिलेको अदालतले पनि त्यही हो, अब नेपाल प्रहरी पनि त्यही हो। ल हेर्नु त त्यो एउटा बच्चा भनौँ वा एउटा मान्छे भनौँ वा एउटा मनुष्य भनौँ, ल हेर्नु त उडी हानेछ नेपाल प्रहरीले हैन र। हो, अहिले नेपाल प्रहरीमा केही दुःख परेर केही सहयोग माग्न जाने भने उल्टी झपाडेर पठाउँछ कि नेपाल प्रहरीले हैन र। यस्तो कहिल्यै नहोस् कि। नङ्ग्रा मासुको सम्बन्ध छ भने जनता र नेपाल प्रहरी हुनुपर्छ। अहिले यो मन्त्रीको पछि लगाएर मन्त्रीले जे दिन्छ सल्लाह त्यही गरेर अहिले नेपाल प्रहरी अगाडि बढ्दैन कि। नेपाल प्रहरी बढ्नको लागि जनताको नङ्ग्रा मासु भयो भने नेपाल जनताले केही गर्न सक्दैन कि। नेपाल प्रहरीलाई यति आश्वासन दिन्छ नेपाल प्रहरी। हेर्नु त भाद्र 23 र 24 गते आन्दोलनमा नेपाल प्रहरीको कति चौकी जलाए, कति इलाका जलाए, कति जिल्ला जलाए, कति अञ्चल जलाए पछि त्यही जनताले बनाए कि। जनताले श्रमदान दिएर बनाएर फेरि स्थापित बनाएर राखे नेपाल प्रहरीलाई। जनताहरूको प्रहरी हो कि। प्रहरी जनता, जनता प्रहरी हो। प्रहरीले जे गर्छ जनताले पनि त्यही गर्नुपर्छ। जनता अनुसार प्रहरी चल्नुपर्छ। प्रहरीले जे भन्छ जनताले मान्नुपर्छ कि। अहिले त्यो एउटा भिडियो हेर्नु त कस्तो नराम्रो छ हैन र। यो यस्तो हुन त यो फोटो खिच्ने भिडियो गराउने मान्छेलाई पनि अहिले पत्रकार होस् जुनसुकै होस् यस्तालाई नदिन पर्ने नेपाल प्रहरीले। ल हेर्नु त यही हो, मान्छेको मन दुख्छ, मन दुखेपछि आक्रोशित हुन्छ, सुझाव सल्लाह दिन्छ जनताहरूले। जुनसुकै होस्, म होस् त्यो अर्को पनि सुझाव सल्लाह दिन्छ जनताहरूले। जनताको सुझाव सल्लाह नेपाल प्रहरीले सुन्नुपर्छ र त्यो काम जनताबाट हुन्छ कि वा प्रहरीबाट हुन्छ, काम सल्भ हुनुपर्छ कि। ल हेर्नुहोस्, यो भिडियो बनाउने मान्छे को हो, यो भिडियो हाल्नु को हो? मन त दुख्छ नि जनताहरूलाई, जसलाई पनि दुख्छ। तपाईँका बाउआमालाई पनि दुख्छ। हेर नेपाल प्रहरीहरू, तिम्रो बाउआमा, तिम्रो छोराछोरी, तिम्रो आमा बुवा, तिम्रो बुढीहरूलाई पनि दुख्छ होला कि यस्तो उडेर हानेको। खुब गऱ्यो भनेर तिम्रो बाउआमाले पनि भन्दैन होला सायद नेपाल प्रहरीलाई हैन र। जनतासँग नङ्ग्रा मासुको सम्बन्ध भयो भने जनताहरू प्रहरीसँग साथ लिन्छ कि। हेर्नु त यो के भिडियो हो यो? यस्तो भिडियो हाल्न नेपाल प्रहरीले राम्रो माने होला? हो, त्यो एउटाले हान्यो, खुब राम्रो काम गर्यो होला। आज तिमीले हान्यो, तर गएर तिम्रो लाइन ब्यारेकमा गएर सल्लाह गर्छ, मैले खुब हाने भनेर यसैले भन्छ। जसले हान्यो नि, मैले गुज्जुम्दै हाने, खुब पिटेँ, खुब मार्नेसम्म मारेँ, कुटेँ भनेर सल्लाह गर्न जान्छन् कि। नेपाल आर्मी त्यही हो। अहिले नेपाल आर्मीले हेर्नु त कतिसम्म मारेका छन्। अहिले गृहमन्त्री, रासोपाको गृहमन्त्रीले अहिले इटेरीमा हेर्नु त, सुनसरीमा अहिले नेपाल प्रहरी नसकेर नेपाल आर्मीलाई ल्याएछ कि हैन। शरण पर्न पर्छ कि। त्यही भएर नेपाल प्रहरी जनतासँग नङ्ग्रा मासु हुने हो हैन र।
1 पद 2 पद 3 पद भन्थ्यो कि होइन र। 1 घेरामा नेपाल प्रहरी, 2 घेरामा सशस्त्र, 3 घेरामा लास्टमा नेपाल आर्मी हो नि। अहिले नेपाल आर्मी चल्न पर्छ, देख्यो। यही हो, नेपाल प्रहरीले जनतासँग नरामासु सल्लाह सुझाव दिन सक्नु पऱ्यो कि मन्त्रीको गल्तीलाई गल्ती बताइदिन पऱ्यो नेपाल प्रहरीले पनि। होइन, आइजिपी साहबले पनि त्यही बताउनु पऱ्यो। एक दिन यसो मन्त्रीको पछि लगाएर बडुवाको लागि लोभको लागि नगर्नु होला कसैले पनि। हुन त तल्लो दर्जालाई मैले केही भन्नु, दर्जा दर्जाले जे भन्यो त्यो आदेश गर्ने हो, तर उपल्लो दर्जाबाट चापिँदै आएर तल्लो दर्जा पेलिने हो कि। हाम्रो त्यो आइजी साहबले देख्नु होला नि, दानबहादुर कार्की सरले यो भिडियो देख्नु होला होइन सायद। यस्तो हो हान्ने भनेको। लानी लाइन ब्रेकमा लानी केरकार गर्ने, के हो गल्ती सुचाप गर्न सकिन्थेन। बाटो आउँदै त्यो उचिली उफ्री आकाशको चरा झार्न सक्छ। नेपाल प्रहरीले आकाशको चरा कहिले पनि झार्दैन।